दर्शकबिन सबैजनालाई नमस्ते खाइताराम रिपोर्टरमा। आज मैले यस्तो घटना लिएर आएको छु कि श्रीमती घरबाट मासुको पैसा उठाउन जान्छु भनेर गएको थियो, तर त्यो श्रीमती पैसा उठाउनु त कहाँ अर्कै नाटोसँग सुतेर बसेको रहेछ। हेर्नुहोस् फुल भिडियो यस्तो छ। माया भएपछि यस्तै हो भाइ, मायामा अन्ध हुन्छ कि उठ्नु उज्यालो भयो। फ्रेस हुनु अनि हामी जाउँ त छलफल गरौँ। त्यो उहाँ नरेश पनि आउँदैछ, आउनु चाहिँ ऊ एक्लै आउँदैछ, टेन्सन नगर्नु। अनि टेन्सन नगर्नु। अब के त गर्नु त, अब उसको बुढी ल्याइदेऊ त, अनि उसलाई पनि तनाव हुँदैन त। ल ल ल ल अब उठ्नु, फ्रेस हुनु। श्रीमती र तपाईँको जार चाहिँ यहाँनिर आनन्दसँगले चाहिँ सुतिरहेको हामीले भेटायौँ होइन। पुरै हाई गरेर सुतिरहेको थियो जार, अनि श्रीमती चाहिँ उतापट्टि फर्केर सुतिरहेको थियो। अब तपाईँले नै हेर्नु मन लागिरहेको होला नि त। त्यो गरिरहेको अवस्था छ, त्यो हाई गरिरहेको अवस्था छ। अनि अब सपना पनि खासै राम्रो देखेको थिएन भन्ने खालको कुरा पनि छ जारको होइन। अब तपाईँले आतुर भइरहेको होला यति बेला कतिखेर भेट्ने भनेर। 1-2 घन्टापछि आइपुग्नुहुन्छ। लान कटेपछि त आइपुग्छ। ल अलिक छिटो आइपुग्नु, यहाँ फ्रेस हुँदै गर्छ। चिन्नुहुन्छ नि तपाईँको उयो के अरे, तपाईँको अब जार नै भनौँ न, चिनेकै हो, गाउँकै हो। कसले ज्वाइँ भन्थ्यो? कसलाई ज्वाइँ भन्थ्यो? कसलाई चाहिँ ज्वाइँ भन्थ्यो? ए हो र। अनि अब दाजुबहिनी कसरी बिहे गर्छ? दाजुबहिनी होइन होला हौ। दाजुबहिनी त होइन हो र भाइ? दाजुबहिनी हो र तपाईँहरू? बनाएको। ल ठिकै छ, छिटो आउनु, यहाँनिर अब छलफल गरौँ है। कति घन्टामा आइपुग्नु छ तपाईँ? सुन्दै हुनुहुन्छ तपाईँको स्वर यता तपाईँको श्रीमतीले? हराएको कति भएको थियो? हराएको कति दिन भएको थियो? हराएको नानीहरू चाहिँ कतिजना पो भन्नुभयो? ए कति वर्षको? छोराले पनि खोज्दै होला नि आमालाई त होइन? ल तपाईँ आउनु कि एकछिन फोनमा बोल्नुहुन्छ कि? आतुर छ होला नि त तपाईँलाई सुन्नुको लागि आवाज। ल कति घन्टा लाग्छ अरे तपाईँलाई आइपुग्नु? 1 घन्टा जति लाग्छ होला। ल आउनुहोस्। ल ल ल बिस्तारै नै आरामले आउनु। अब मान्छे भेटिसक्यो, टेन्सन नगर्नु। मान्छे भेटिसक्यो, टेन्सन नगर्नु, आरामले आउनु है त। ल तर यस्तो ल्याइदियो कि साला अर्काकै बुढी पनि ल्याइदियो क्या, अर्काकै बुढी ल्याइदियो, त्यही भएर समस्या भएको क्या। त्यो पनि गर्ने केटाले मासुको पैसा उठाउन जान्छु भन्दै घरदेखि निस्केकी श्रीमती रानुसा तामाङ अन्तत उहाँ मासुको पैसा निस्किन त जानुभयो, तर निस्केकै भयो। विगत 1 महिनादेखि उहाँ हराउनु भएको थियो र अहिले भेटिएको छ। त्यो पनि उहाँको चाहिँ अब श्रीमान नै चाहिँ नभनिहालौँ, प्रेमीसँग चाहिँ, अब के नाम पो भाइको? विक्रम राई प्रेमीसँग चाहिँ भेटियो। अब भेटिसकेपछि उहाँहरूको पनि कुरा आउँछ होला, म उहाँहरूसँगै कुरा गर्छु थोरै। म बहिनीसँग भन्दा पनि भाइसँग अलिकति थोरै कुरा गरिहालेँ। उहाँ रानुसा त अर्काको श्रीमती हो, बच्चा पनि भइसकेको, अनि किन चाहिँ उडाइदिनु भयो त हो अर्काको श्रीमती चाहिँ? त्यही त अब त्यति धेरै पनि हामी बोलेको त होइन, थोरै बोलेको, थोरैमा माया बसेको। माया बस्यो भन्दा नि उसले अब
कुरा गर्ने के अब यस्तो घरतिर टचर गर्ने यस्तो घरतिर टचर गरेर म उता घरतिर नबसेको माइतमा बसेको अब पहिले पनि अब अस्ति दसैँमा पनि आएको रहेछ अनि उतै गएको रहेछ अनि उसलाई पनि कुटेर हिँडेछ अनि उता घरतिर पनि तपाईँको उहाँको फ्यामिलीले नै कुट्ने अरे क्या सबै अब सासूहरू अब को होइन अब श्रीमानले पनि उसको पहिलेको अब श्रीमानले पनि सपोर्ट नगर्ने अरे अनि त्यस्तै भन्ने खालको कुरा उहाँले गर्नुभयो कुरा गर्नु थाल्यो अनि त्यसपछि अस्ति पनि गाउँ निस्किँदाखेरि अनि कुरा गर्दाखेरि अब पहिले दसैँबाट गएपछि पनि अब उसलाई फोनमा अब त छिटो बिहे गरेर गइहाल त्यसपछि म बिहे गर्छु त्यहाँ नबसिराख अनि छिटो बिहे गरेर गइहाल मलाई सजिलो हुन्छ भन्ने अनि त्यस्तै कुरा गर्ने अनि त्यसपछि अरू केटीहरूसँग जुन उसको पहिले श्रीमान अब पहिले अर्को केटीसँग बोलेको मेसेजहरू पनि उसलाई पठाइदिने होइन अनि भेट्नुपर्छ भन्ने अनि त्यसपछि तँभन्दा कलिलो बच्चा चाहिँ कलिलो मान्छे केटी चाहिँ म बिहे गरेर तँलाई देखाउँछु छिटो बिहे गरेर गइहाल भन्ने त्यस्तै टचरहरू गर्ने अरे भन्ने खालको यता आयो कुरा अनि ल ठिक छ यो कुरा त यो दुःख तपाईँलाई बिसायो होइन अनि अर्काको श्रीमतीसँग चाहिँ माया प्रीति चाहिँ कसरी बस्यो यो चाहिँ मलाई मात्र होइन बस्नु त अब सबैलाई नै बस्यो थुप्रैलाई नै भइरहेको छ होइन अनि त्यही त अब बोल्दै गयो उसले चाहिँ अब त्यही दुःख अब त्यस्तै कुरा गर्ने क्या अब कसैले सपोर्ट नगरेको अनि अस्ति अनि त्यसपछि अनि अब भागौँ भन्ने सल्लाह चाहिँ तपाईँले भन्नुभयो कि उहाँले भन्यो भागौँ भन्ने त अब अस्ति जुन निस्क्यो नि होइन अब अस्ति लिनु भनेर निस्केको थियो अनि ऊ र मेरो पनि कुरा भयो अब मासुको पैसा लिनु होइन उसको श्रीमान चाहिँ उसलाई लिनु निस्केको अनि मैले अब त्यसतिर कुरा गर्दाखेरि अब जाऊ न त अब उहाँको श्रीमान चाहिँ आफ्नो श्रीमती लिन यता ससुराल आएको रहेछ अनि त्यसपछि मैले पनि अब जाऊ न त अब पहिलेको जस्तो गर्दैन होला नि त राम्रै गर्छ होला अनि उसले पनि जान्छु नै भनिरहेको थियो होइन अब म जान्छु अब भनेर अनि भरे उसलाई पनि अनि आइसकेपछि राम्रो कुरा नगर्ने अब त कोसँग बोल्छस् तँलाई जिम्मा लगाइहाल्छु त छिटो गइहाल यहाँ मेरो अगाडिबाट गइहाल भन्ने क्या अस्ति निस्किँदा पनि त्यही भन्ने रहेछ होइन अनि मेरै अगाडि गइहाल है त्यहाँ छिटो गइहाल भन्ने त्यस्तै गरिरहनु क्या उतै ससुराल निस्किँदा पनि तपाईँले त नि रानुसालाई त पहिला बहिनी भन्नुहुन्थ्यो अरे उहाँको श्रीमान नरेशलाई ज्वाइँ भन्नुहुन्थ्यो अरे त अब त्यो त अब तपाईँको गाउँठाउँमा जसले पनि त अब त्यो त भनिहालिन्छ नि होइन अब जस्तै अब तपाईँले पनि त अब आफ्नो गाउँको होइन अब अलिक सानोहरूलाई त त्यही नै भनिन्छ नि त होइन बहिनी अब होइन अब त्यस्तो भन्ने गरिन्छ नि त अनि त्यही हिसाबले चाहिँ हो त्यो हिसाबले चाहिँ ल ठिक छ तपाईँको कुरा मैले यति राखेँ अब बाँकी बहिनी अनि तपाईँको श्रीमान छोरी होइन छोरा हुँदाहुँदै अनि यता विक्रमजीसँग चाहिँ मासुको पैसा उठाउनु छ भन्दै तपाईँले त नि मासुको पैसा त नि ठुलो मासुको पैसा उठाउनु जानु भएछ त लिनु आउनु भएको थियो अनि जान्छु म अब जान्छु भनेको नम्बरहरू सबै चेक गरेँ अनि यो नम्बर कसको हो अब त के अरे अब यसै नभएको उसै नभएको त हिँडिहाल भने गर्ने अनि त्यसपछि दसैँ अब 3 वर्ष भइसक्यो विदेशबाट आएको चाहिँ अनि त्यसपछि ससुरालमै बसेको म सँगै बसिरहेको थियो श्रीमान सँगै थियो सँगै बस्नु भएको थियो कति भयो भने दसैँमा चाहिँ अब श्रीमान पनि ससुरालमै बस्नु भएको थियो तपाईँकै माइतमा तपाईँ चाहिँ त्यही माइतबाटै श्रीमानलाई छोडेर हिँड्नु भएको थियो बिचरा अनि ससुरालमा कसरी बस्यो होला नि त्यो मान्छे यस्तो भयो कि के भयो भने अब ऊ विदेश जाँदाखेरि म काठमाडौँमा छोडेर गएको थियो काठमाडौँबाट हाम्रो मेरो बाबा जानुभएको थियो लिनुलाई 13 दिनको सुत्केरी आएर माइतै बसेको अब घरमा राम्रो गर्दैन थियो अनि त्यसपछि आएर उतै बसेँ के अरे साबतेलतिरै बसेँ अनि त्यसपछि बस्दा अनि त्यसपछि अनि दसैँमा अब दसैँको बेला अब जे भने मैले यसो भने अब रक्सी नखाऊ यसो नगर अब जे भने पनि अब उसको छ्यामा त्यहीँ छ छ्यामा घर जाउँ अब आएन भन्ने हुन्छ जाउँ भनेर भने मैले अनि चाहिँ के भन्नु भने मातेर अब उसले भन्यो अब म यस्तो खेल्छु भन्नु मैले खेल्नु नदिएको अब दसैँको बेला चाडबाडको बेला खेल्नु होइन अनि मैले खेल्नु नदिएको तास खेल्नु भनेर भन्दै थियो अनि तास नखेल्नु अब उयो गर्नुपर्छ के अरे अब दसैँको बेला हो जानुपर्छ भनेर भने मैले अनि त्यसपछि अनि गाउँकोसँग अनि के अरे किन खेल्नु दिँदैनस् दे भनेर भन्नुभयो अनि होइन अब चाडबाडको बेला हो खेल्नुपर्छ जस्तो अब ठिक छ त्यो त भइहाल्यो कि अनि उहाँ विक्रमजीसँग चाहिँ
जाने सोच चाहिँ कहिलेदेखि आयो नि आफ्नो श्रीमानलाई छोड्ने? उसँग त बोलेको धेरै भएको थिएन। अनि के भन्नु भने नम्बर थियो उसको होइन। अनि अब नम्बर भएपछि यो नम्बर कसको हो म पत्तै लाएर छोड्छु गाउँमा भनेर भने। अनि लगाउनु पत्ता लाउनु भनेर भने मैले। अनि त्यसपछि गाउँतिर सबै सोध्नु थाल्यो। त्यसपछि अब के सङ्ख्या बेसी गर्नुहुन्थ्यो क्या? शङ्का गरेँ। अनि मलाई के भन्थ्यो भने अब गइहाल, म अर्को ल्याउँछु, मलाई खुल्ला हुन्छ, तँलाई म केही गर्दिनँ भनेर पनि त्यस्तो पनि भन्ने कति के भन्यो। अनि त्यो चाहिँ अब त्यति त भयो, म जान्छु, अब मेरो व्यवहारहरू छ, म मिलाउँछु, म काठमाडौँ जान्छु, नानी लगेरै जान्छु भने। अनि त्यसपछि के भन्यो भने के अरे अब हिँड, अब व्यवहार सेवार मिलाउनु पर्दैन हिँड भन्नु। अनि ल भने। अनि त्यसपछि गाउँ यसो हिँड्नु पनि अब तलतिर मासतिर हिँड्नु पनि नदिने, घरमै गर्ने। अनि त्यसपछि मैले के भन्यो भने अब बसिसकेपछि मलाई दसैँमा कुटेर हिँड्यो, अब ससुरालमै कुटेर हिँडेपछि। अनि त्यसपछि कुटेर हिँड्यो म काठमाडौँ। अनि त्यसपछि गएँ। अनि त्यसपछि काठमाडौँ गएँ। काठमाडौँबाट तिहार मानेर गाउँ आएँ। अनि त्यसपछि बोल्दैन थियो, फोनमा बोल्दैन, कन्ट्याक्टै हुँदैन थियो। अनि त्यसपछि पछि अनि उयो के अरे अस्ति चाहिँ अनि कन्ट्याक्टै नभई आएछ गाउँ आएर। अनि बस्यौँ। अनि होइन म जान्छु नै भनिरहेको थिएँ उसले। अब त्यस्तो गर, अब यो त हिँडिहाल, अब म यहाँ मान्छे राख्छु, हिँडिहाल भनेको भने गरेँ। अनि त्यसपछि हिँडिदिनु भयो? हिँडिहाल भन्यो श्रीमानले, तपाईँले हिँडेर देखाइदिनु भयो? अर्को ल्याउँछु भनेर उसले फोटो सोटो सबै हालिदिएको थियो त मैले के गर्नु त। अब अर्को केटीको फोटो के केटीको फोटोहरू लगाइदिने। अब कुरो मैले यही बुझेँ। अनि श्रीमानबाट त्यसरी टर्चर हुँदाखेरि तपाईँले कानुनी उपचारहरू मैले पनि भनेको खोज्न अब के सक्नुहुन्छ? डिभोर्स देऊ न त भनेर। अब डिभोर्स गरौँ जाउँ भन्दा पनि अब के अरे हिँड भन्थ्यो, घरबाट मलाई नदिने, अब दिँदैन थियो। अनि अब लु, अब मेरो पनि थोरै गल्ती भयो, अब तिम्रो पनि गल्ती भयो, अब यस्तो गल्ती नगरौँ, मिलेर बसौँ भन्यो भने चाहिँ के गर्ने नि? जाने? अब नहुनु गल्ती भइसक्यो, अब गएर नि के गर्नु र। अब यसै उ गर्छ स्वीकार्छु भन्नेको खण्डमा चाहिँ नजाने भरे उहाँसँग यही भन्न सक्नुहुन्छ? भन्छ अनि नजाने? अनि त्यो छोराको माया लाग्दैन? छोराको अब माया त लाग्छ नि, आफूले जन्माएको छोरीको माया लाग्दैन। अनि छोरासँग नबोल्नु भएको चाहिँ कति भयो? छोरासँग नबोलेको भयो नि, 1 महिना? घरबाट हिँडेको थियो। करिब 1 महिना भयो नि त। त्यसलाई बोल्नु दिन्न, त्यसलाई देखाउँदिन नि भन्थ्यो। अब के भन्नु त्यस्तै। अब कुरोमा कुरो हो होइन। अनि उहाँसँगै भाग्छु भन्ने चाहिँ कसरी तपाईँलाई मनमा आयो? श्रीमान छोडेर, छोरा छोडेर? अब राम्रो नगरेपछि अब आफ्नो खुसीको लागि जता पनि जे गर्नुपर्ने नै रहेछ। अनि अब बाँकी कुरा त तपाईँको श्रीमानसँग नि हामी कुरा गर्छौँ होइन। तर तपाईँले पनि त सोच्नु पर्थ्यो नि त। अब यदि उसँग बस्न नचाहेको खण्डमा तपाईँले चाहिँ सिधै अदालत गएर डिभोर्स मुद्दा लाउँदा त म नागरिकता बनाउनु जाँदा पनि दर्शकबिन खोटाङबाट भागेर आएकी बहिनी र यता भाइ नै होला सायद मभन्दा, म त बुढो मान्छे हो होइन। यहाँ उहाँहरू चाहिँ मासु किन्छु भनेर फरार भयो कि मासु किन्छु भनेर मासु किन्नको लागि पैसा उठाउनको लागि गएकी श्रीमती यता उहाँ भाइसँग चाहिँ टाप दिएर चाहिँ गाईघाट आइपुग्नु भएछ। यति बेला हामी गाईघाटमा भेटिसकेका छौँ र एकछिनपछि उहाँको जार पनि आउँदै हुनुहुन्छ, उहाँको श्रीमान, यानि कि उहाँको श्रीमान उहाँको जार होइन। तपाईँको नाम भन्नुहोस् न सर? मेरो त विक्रम राई। तपाईँ त साह्रै बिग्रिनु भएछ नि। मेरो नाम पनि विक्रमै हो। तर तपाईँ सप्रिनु भएको छ होइन, म पनि के तपाईँ जस्तै बिग्रिनु होइन? बिग्रिनु त भनेको होइन, सप्रिनु भएछ, खुसी लाग्यो। होइन, म पनि तपाईँ देख्दाखेरि कसो तपाईँ कोही फलो गर्नु कि जस्तो लाग्यो क्या। सरी भाइरल चाहिँ नहुनु, आफ्नो भिडियो आफैले भाइरल पार्नु होइन, यसो गरौँ जस्तो लाग्यो मलाई सर। कस्तो तपाईँले दिनु न, तपाईँले सल्लाह सुझावहरू। तपाईँ नि विक्रम भन्नु भएछ, म पनि विक्रम, मित लाउँदा पनि हुन्छ तपाईँ र म त। तपाईँ राई पर्नु भएन, म लिम्बू, के हुन्छ त मित लाउँदा होइन? कस्तो तपाईँहरूको जिन्दगी अहिले कस्तो चलिरहेको छ नि? जिन्दगी त तनावै तनाव छ नि। तनाव त छैन होला? तनाव होइन, तनाव छैन होला एकदम। मिडियातिर भाइरल भइरहेको छौँ है। होइन त्यो त्यस्तो गाउँघरले सपोर्ट दिँदैन र तपाईँलाई? कहाँ दिनुहुने भए त यस्तो स्थिति नै आउँदैन थियो नि। अब
अब उसलाई